जम्मा निगुरो यति भेटाएँ मैले। अब यत्रो ठुलो जङ्गलमा निगुरो त भेट्नु पर्ने हो खास। हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। आज चाहिँ म निगुरो टिप्न आएको तराई जङ्गलमा। अहिले चाहिँ म गेटमा छु। अब भित्र छिर्न आँटेको, उता भित्रभित्र अब निगुरो टिप्न पोहोर पनि हामी निगुरो टिप्न आएको। कस्तो राम्रो राम्रो थियो। अब यसपालि चाहिँ छ कि छैन। यहाँनिर चाहिँ बाँदर पनि बसेको रहेछ है। गाइसहरू, बाँदर मासको फेदामा टुक्रुक्क बसेछ। बाँदर हेरिराखिरहेछ। ओइ ऊ भागो पनि बाँदर। अब हामी चाहिँ निगुरो टिप्नलाई लाग्यौँ। बाटो पनि यस्तो यस्तो छ हो, हालत बाँसै बाँस छ। हिजोको हावाहुरीले पुरै सबै रुखहरू बङ्ग्याएर भाँचेर बर्बाद बनाएको रहेछ। यहाँ पानी नै पानी रहेछ। अब निगुरोको बोटहरू त देख्थिनँ, यो उनिउ मात्र देख्छु। अलिक भित्र पसेपछि चाहिँ देखिन्छ कि निगुरोहरू। अस्ति चाहिँ हामीले यहाँ माथि गएको थियौँ, त्यहाँ चाहिँ राम्रो राम्रो निगुरो गएर 5-6 मुठा निगुरो ल्याएको थियौँ अर्ग्यानिक। आज चाहिँ पुरै यहाँनिर त यो निगुरो होइन, हल्का हल्का निगुरो चाहिँ रहेछ। तर यिनीहरू चाहिँ उनिउ हो, सबै उनिउ। कस्तो राम्रो छ हो यहाँ भ्यूहरू। अहिले अब यत्रो ठुलो जङ्गलमा निगुरो त भेट्नु पर्ने हो खास गरी। अब पानी भर्खर पानी परेकोले होला अब 2-4 दिनमा चाहिँ मजाले पलाउँछ क्या। अनि अहिले चाहिँ हल्का हल्का पलाउन थालेको रहेछ। त्यही भएर यसो टिप्न आएको गाइसहरू छ कि छैन। यहाँ छ एउटा, यति भेटायो। यहाँ छ एउटा, यहाँ छ, यहाँ छ, यहाँ छ, यहाँनिर छ। निगुरो चाहिँ यति भेटायौँ है हामीले। निगुरो यस्तो ठस परेको निगुरो, हल्का पानी आएको थियो अस्ति नै। त्यही भएर यस्तो धेरै पलाएको होला। खासै धेरै पलाएको छैन, हल्का पलाएको छ। कसै यति भयो अर्ग्यानिक निगुरो। यति वरिपरिमा हामीले टिपेको। यता तराई छेउछाउको मान्छे हुन्छ भने आउनु होला, टिप्नु होला। अर्ग्यानिक निगुरो किन गाइसहरू, हामीले चाहिँ आज यो अलिक भन्दा पनि यति निगुरो भेट्यौँ तराई जङ्गलमा आएको निगुरो टिप्नलाई। अब हामी 3-4 जना थियौँ। 3-4 जनालाई अलिकति यहाँ आलु मिसाउँदाखेरि पुगिहाल्छ यति टिपीमै। कसैको घर नजिकै हुन्छ भने, तराईको जङ्गल नजिकै हुन्छ भने आउनु होला, टिप्नु होला। यस्तो राम्रो राम्रो अर्ग्यानिक निगुरो हेर्नु त कस्तो राम्रो छ है। कस्तो मिठो हुन्छ। मलाई बरु मिठो लाग्छ फेरि।